सबैजनालाई नमस्कार अनि स्वागत छ मेरो यस युट्युब च्यानलमा र आज पनि एउटा भिडियो लिएर आएको छु। यो भिडियो तपाईँहरूलाई के कस्तो लाग्छ, राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनुहुन्छ भने आशा राखेको छु। आज म सबैभन्दा पहिला उठेर नानीको लुगा चेन्ज गरिदिएर नानीलाई किचनमा लिएर आएँ र किचनमा लिएर आएपछि आमा जाऊ भने मैले, तर आमासँग जानु मानिरहेको छैन किनभने यो पापाको परी हो। यसलाई म घाम देखाउनु बाहिर लगेँ। घाम देखाउनु बाहिर लगेपछि फेरि यसलाई म भित्र लगेर जान्छु र भित्र लगेर जाँदाखेरि चाहिँ यहाँनिर मेरो वाइफले चाहिँ नास्ताको लागि भेजिटेबल काटिरहेको छ र भेजिटेबलमा चाहिँ आलु, गाजर र सिमी मिक्स गरिएको छ र आज चाहिँ ब्रेकफास्ट चाहिँ हाम्रो पोहा बनिँदैछ र यो चाहिँ नानी एकछिन आँखाको झिमिक गऱ्यो भने नानीले यहाँनिर यस्तो बदमास गर्छ हो, घरबाट हाल्दैछ बाटीले। र यो चाहिँ हाम्रो पोहाको लागि चिउरा धोइँदैछ र तेल पनि हाल्यो। तेल हालेपछि राया हाल्यो। राया हालेपछि कढीपत्ता हालिसकेपछि बदाम हाल्यो यसमा र माथिबाट यसलाई बेसार हालेर मजाले भुनेर यसलाई गोल्डन ब्राउन बनाएपछि चाहिँ भेजिटेबल हालेर त्यसमाथि सल्ट स्वादअनुसार हाल्यो र यसलाई मजाले चलाइदिएर यसलाई चाहिँ ढाकेर राख्नुपर्छ। र यो चाहिँ मेरो मर्निङ खाने ड्राई फ्रुट्स हो र नानीको लागि यहाँनिर तयार भइरहेछ नास्ता र नानीको लागि पनि त्यही चिउरा भिजाएर मजाले राखेर त्यसलाई ब्लेन्ड गर्नुपर्छ। र यो चाहिँ नानीलाई चाहिँ हेर्नु त बदमास गरेको, म नआएको भए क्यान्डल खाइसक्थ्यो, यस्तो बदमास गर्छ। यो चाहिँ नानीको लागि रेडी हुँदैछ हो। यो चाहिँ मेरो काढा हो, मर्निङ खान्छु। यो चाहिँ एकदमै हेल्थको लागि राम्रो हुन्छ हो। अन्त यो चाहिँ नानीको खानु बनिँदैछ हो। मर्निङ काढा खायो भने चाहिँ तपाईँलाई एकदमै यसले चाहिँ शरीरमा राम्रो काम गर्छ हो। नानीको लागि जुस पनि रेडी गरिदिनु आँटेको छु र यहाँ चाहिँ हाम्रो पोहा अलमोस्ट रेडी हुनु आँटेको छ हो, अलमोस्ट रेडी हुँदैछ। र यो चाहिँ नानीको लागि अब फाइनल चाहिँ नानीको बनाउनुपर्छ अब होइन। काढा मेरो रेडी भयो, काढा पिउँदै काम गर्दैछु म चाहिँ। अन्त यो चाहिँ नानीको अब यहाँनिर सबै हालेपछि यसलाई ब्लेन्ड गरेर चाहिँ मजाले ब्लेन्ड गरिसकेपछि कराईमा हल्का घिउ हाल्यो। घिउ हालेपछि चाहिँ यसलाई माथिबाट मजाले हालेर चाहिँ यसलाई मजाले मिक्स गरेर एकछिन पकाउनुपर्छ। नानी चाहिँ एक्लै भित्र बदमास गर्नु नपाएर हेर्नु त छटपटेको। यस्तो यो नानीलाई खाना बिहान दियो भने चाहिँ नानीको वेट पनि गेन हुन्छ अरे हो। तपाईँहरूले पनि दिनुहोस् होला नानीहरूलाई होइन मर्निङ। र हाम्रो चाहिँ यहाँ नास्ता रेडी भयो र नानीलाई मैले हल्का खिलाइदिएँ। हेर्नुहोस् त्यसको एक्सप्रेसन। यहाँ चाहिँ चिया हुँदैछ, मेरो वाइफले चाहिँ चिया मजाले बनाउँदैछ उसको लागि होइन, उसको लागि र उसको मम्मीको लागि। र यहाँ चाहिँ म चाहिँ चियाहरू खाँदिनँ नि त, दुध हालेको होइन, म चाहिँ फिक्का खालि खान्छु। यहाँ चाहिँ नानीको लागि जुस रेडी गर्दैछु। र तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोस् होला हो। आजको भिडियो यति नै हो र फेरि पनि म तपाईँहरूको लागि राम्रो भिडियो लिएर आउनेछु। त्यति बेलासम्मको लागि धन्यवाद।